आफूलाई मन परेको सामान खान मन लागेको सामान किन्न जाँदाखेरि चाहिँ केही पनि भेटिँदैन अनि यत्तिकै हिँडिराख्ने बेलामा चाहिँ ट्याक्क भेट्ने मलाई मात्रै हो कि तपाईलाई पनि हो। लासो म निरु ओकिनावाबाट। खासमा चाहिँ रुममा केही पनि सब्जी नभएर म मार्केटमा गएको थिएँ सब्जी किन्नलाई। हेर्नु न मैले के देखेँ यहाँ। मैले चाहिँ खासमा देखेको नै थिएन, म चाहिँ तरकारीहरू हेर्दै थिएँ। भाइरल 3D आइसक्रिम रहेछ भनेर मेरो प्यारो बुढाले मेरो कानमा खुसुक्क भन्नुभयो कि आफूलाई मन परेको सामान खान मन लागेको सामान किन्न जाँदाखेरि चाहिँ केही पनि भेटिँदैन अनि यत्तिकै हिँडिराख्ने बेलामा चाहिँ ट्याक्क भेट्ने मलाई मात्रै हो कि तपाईलाई पनि हो। 1 महिना अगाडि चाहिँ यति भाइरल आइसक्रिम खान मन लागेको थियो, त्यति बेला चाहिँ मैले भेटेन, 3-4 ठाउँमा खोजेँ नि भेटेन के। आज चाहिँ ट्याक्कै भेटिहालेँ फेरि। आज त मलाई खान मन त थिएन तै पनि किनिहाले। किनेर ल्याएर के गर्नु, त्यो खोल्नै नसक्ने रहेछ के कस्तो चाहिँ आइसक्रिम रहेछ, खोल्नै नसक्ने हो के। मैले यति खोल्नलाई नि मैले प्यारो बुढालाई बोलाउनु पर्यो। कति धेरै थरीको थिए कि, तर मैले चाहिँ म्याङ्गो नै लिएँ, म्याङ्गो नै मिठो हुन्छ भनेर सुनेको थिएँ नि त। हेर्दा कति राम्रो छ, यसो समाउने पनि रहेछ। तपाईले चाहिँ खानु भयो कि भएन भाइरल हुने बेलामा? मैले चाहिँ बल्ल आज खान लागेको है।